अब चाहिँ म सुतेर पनि एक निद्रा पुऱ्याएर उठेँ। अब चाहिँ म भनेपछि दोकान जान आँटेको होइन। यसो गाउँहरू पनि डुल्नुपर्छ नि त गाउँघरमा बसेपछि। त्यही भएर अब एकदम म चाहिँ अब गाउँ डुल्नु पनि जान आँटेको छु प्लस दोकान पनि जान आँटेको छु। हेर्दै गर्नुहोस् होला मेरो ब्लग्स। भर्खर उठेको जाँदैछु अब म चाहिँ गाउँ डुल्नु दोकान हेर्दै गर्नुहोस् होला। यो फुल कलेक्सनहरू चाहिँ यो छ होइन, यो छ अनि यो पनि छ होइन। यस्तो दामी दामी फुल कलेक्सनहरू छ, अब हेर्न सक्नुहुन्छ होइन। यस्तो दामी दामी छ नि, यस्तो छ होइन। अनि यस्तो दामी दामी कलेक्सन्सहरू छ। यो रातो त झन् एकदमै दामी छ। अनि हाम्रो गाउँ छ यस्तो बनाउँदैछ नि त घर। अब चाहिँ भनेपछि म चाहिँ रोड लाइन आइपुगेँ नि त हाम्रो गाउँको। अनि दोकान जाँदैछु होइन, दोकान पनि पुग्नै आँटेको छु। अनि अब फेरि दोकान गएर देखाउँछु नि ल। यस्तै छ हाम्रो गाउँहरू चाहिँ होइन। अन्त आइपुग्यो दोकान, हाम्रो ब्युटिफुल बडीलाई भेट्न आइपुगेको छु हो। हाम्रो गाउँ कोपीबारीहरू पनि छ होइन। यहाँ चाहिँ रोड लाइन छ, रोड लाइन। वेदर यस्तै यस्तो छ हाम्रोतिर। पनि किनिसकेको छु होइन यसमा चाहिँ। अन्त दोकान आएर पनि यस्तो भित्ताहरू देख्छ अब हेरिहाल्नुहोस् ल। यस्तो दामी गाउँहरू छ नि अब। यसो भित्ताहरू देख्छ। म घर आइसकेको छु। अनि यहाँ भने चाहिँ हाम्रो बोजूले चिया बनाउँदैछ। खोइ बहिनी सोकन सब डुलेर आइसक्यो होइन। अब बेलुकाको खाना बनाउनु आँटेको नि त। अन्त आज चाहिँ के भन्छ त्यो आँटाको लाबर लिबिर हो कि के भन्छ त्यसलाई, मलाई त थाहा छैन त्यस्तो नाम चाहिँ। लिबिर लिबिर भन्ने बनाउनु आँटेको। अनि मैले चाहिँ अनियन प्याज होइन अनि क्याप्सिकम लसुन खोर्सानी किनभने उयो गरिरहेको छु, काटिरहेको छु नि। अनि आँटा पनि मुछिरहेको छु होइन। अब हेर्दै जानुहोस् है। अब यस्तो भयो होइन। त्यो अघि आँटा बनेको थियो नि, यसको चाहिँ यस्तो बनाउनु पर्ने रहेछ। मलाई चाहिँ अलिक अल्छी नि लागेको थियो धेरै सानो सानो बनाउनु। अनि यस्तो भयो होइन। यो भयो हाम्रो यो यसलाई उयो गरेर यहाँ चाहिँ पानी उम्लिरहेको छ। अब यसलाई चाहिँ बोइल गर्नुपर्छ है। अब यो चाहिँ हाल्दैछु मैले होइन यसमा, किनभने अब यसमा चाहिँ बोइल गर्नुपर्छ नि त। हामीले बोइल गर्न छोडिदिनु पऱ्यो आजको डिनर होइन। यो चाहिँ मजाले यसलाई चाहिँ बोइल हुनु दिनु पऱ्यो। हुँदैछ अहिले होइन, यस्तो हुँदैछ नि त अब पाक्दैछ हो। सकेर पनि अब यसलाई चाहिँ तारेको छु मैले होइन। अब एकछिन यसलाई छोडिदिनु पऱ्यो। त्यति बेलासम्म चाहिँ म मसला रेडी गर्दैछु, हेरिदिनुहोस् होला। यहाँनिर होइन अब चाहिँ म पकाउनु स्टार्ट गर्छु नि त। त्यही भएर मैले चाहिँ यसमा होइन तेल पुरा खर्च चाहिँदैन त। प्याज हाल्यो हो, प्याजहरू हालेर टमाटर नै हालिदिएको। मैले चाहिँ एकैचोटि हालेको किनभने मलाई चाहिँ यसरी नै पकाउनु मनपर्छ। आफ्नो आफ्नो कुकिङ स्टाइल हुन्छ नि त होइन। त्यही भएर चाहिँ मलाई चाहिँ यतिकै पकाउनु मनपर्छ। सो यति फ्राई हुन्छ नि त। त्यही भनेर चाहिँ मलाई चाहिँ यतिकै पकाउनु मनपर्छ है। अनि मैले मसलाहरू पनि नै हालेको सबै, हर्दी खोर्सानी चिली पाउडर जिरा पाउडर होइन। अनि सब्जी मसलाहरू हालेको छु मैले यसमा। यो चाहिँ मैले नै हालेको छु सबै कुरो है। अब यसलाई चाहिँ म पाक्नु छोडिदिन्छु है। अब यो चाहिँ पाक्यो नि त। अब म चाहिँ यो हाल्दैछु होइन। यसमा चाहिँ मैले यो हालेर यसलाई चाहिँ म मिक्स गर्नेछु गाइस। यसमा नि हालेको छु किनभने मलाई चाहिँ अति नै मनपर्छ नि त ससहरू भिनेगरहरू हालेको चाहिँ। मसला यो चाहिँ रेडी भइसकेको छ होइन। धनियाँ पनि हालिसकेको छु होइन। हेर्नुहोस् है यस्तो दामी हुँदैछ भन्नाले खम भइरहेको थियो। अनि त्यही भनेर चाहिँ मैले कफी बनाएँ होइन।
अनि कफी बनाएर चाहिँ मैले फिङ्गरलाई फ्राई गरेँ नि त, किनभने अब के खानु मन परिबस्छ नि त, त्यही भनेर चाहिँ होइन। अनि यो दुइटा बनाएँ। यो चाहिँ मलाई मात्रै होइन, मेरो बोजू पनि छ नि त, बोजू र म खान्छ। बोजूले त कफी खाँदिनँ भन्यो, त्यही कारण चाहिँ मैले बोजूलाई चाहिँ दिइनँ। अब खाँदिनँ भनेपछि जबरजस्ती गर्नु भएन नि त, त्यही भनेर हो। म र बोजू त बसेर अब खाने नि त, त्यही भनेर यहाँ चाहिँ हुनुहुन्छ मेरो बोजू है। हाई भन्नु न। त्यही भएर हेर्दै गर्नुहोस् होला हाम्रो ब्लग है। म चाहिँ यत्तिकै कफी खाँदै बसिरहेको छु होइन। 7 बज्न आँट्यो नि त, अनि बोरिङ पनि भइरहेछ, अल्छी लागिरहेको छ घरमा होइन। अन्त यत्तिकै टाइम पास चाहिँ मेरो कफी हो। मेरो डिनर हो होइन, अघि बिहान मैले बनाएको यही हो। अब यो चाहिँ म स्टार्ट गर्न आँटेको खानु होइन। सो तपाईँहरू हेर्दै गर्नुहोस् होला। अब चाहिँ डिनरहरू गरेर आइसक्यो, अनि अब चाहिँ बेडमा आइसक्यो नि त, अब चाहिँ सुत्नु लागेको, अब टाइम पनि भयो होइन। अनि के भन्छ, गुड नाइट स्विट ड्रिम है। अन्त भोलि भेटौँला। अनि इफ मेरो भिडियोहरू मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब एन्ड कमेन्ट गरिदिनुहोस् होला है। अनि थ्याङ्क यू फर वाचिङ, बाई बाई।